दर्शकबिन चलचित्र आबाट आमाले आज 18औं दिनमा पाइला टेकेको छ र 18औं दिनसम्म आइपुग्दा चलचित्र आबाट आमाले नेपाली बक्स अफिसमा एक प्रकारको सुनामी ल्याएको छ। सम्पूर्ण नेपाली फिल्म हलहरू कब्जा गरेको छ, एकलौटो रूपमा नेपाली बक्स अफिस कब्जा गरेको छ। दर्शकबिन धमाल मचाएको छ र नेपाली चलचित्रमा एउटा इतिहास रचना सफल भएको छ। र दर्शकबिन चलचित्र आबाट आमाले पहिलो हप्तामा नेपाल अधिराज्यभरिबाट 3 करोड 18 लाख बराबरको ग्रस कलेक्सन गरेको थियो भने चलचित्र आबाट आमाले दोस्रो हप्तासम्म आइपुग्दा नेपाल अधिराज्यभरिबाट 7 करोड 6 लाख बराबरको ग्रस कलेक्सन गर्न सफल भएको थियो। र 16औं दिनसम्म आइपुग्दा चलचित्र आबाट आमाले नेपाल अधिराज्यभरिबाट 8 करोड 35 लाख बराबरको ग्रस कलेक्सन गरेको थियो भने यो चलचित्रले विदेशबाट वर्ल्ड वाइड 2 करोड 6 लाख बराबरको ग्रस कलेक्सन गरेको थियो। र 17औं दिन चलचित्र आबाट आमाले फेरि एकपटक उछाल गर्दै नेपाली बक्स अफिसमा 65 लाख बराबरको ग्रस कलेक्सन गर्न सफल भएको छ भने आज 18औं दिन चलचित्र आबाट आमाले नेपाली बक्स अफिसमा लगभग 20 लाख बराबरको ग्रस कलेक्सन गर्ने देखिएको छ। र दर्शकबिन 18औं दिनसम्म आइपुग्दा चलचित्र आबाट आमाले नेपाल अधिराज्यभरिबाट टोटल 9 करोड 20 लाख बराबरको ग्रस कलेक्सन गरेको छ भने यो चलचित्रले विदेशबाट वर्ल्ड वाइड संसारभरिबाट 2 करोड 20 लाख बराबरको ग्रस कलेक्सन गरेको छ र सम्पूर्ण वर्ल्ड वाइड कलेक्सन 11 करोड 40 लाख बराबर कमाएको छ। र नेपाली बक्स अफिसमा चलचित्र सुपरहिट भएको छ र यो चलचित्र ब्लकबस्टर पनि भइसकेको छ र अल टाइम ब्लकबस्टरको बाटोतिर दौडिरहेको छ। पक्कै पनि दर्शकबिन यसपटक नायक पल शाहको चलचित्र आबाट आमाले नेपाली बक्स अफिसमा रेकर्ड तोड्ने देखिएको छ किनकि दर्शकबिन मङ्गलबार र बुधबार डिलले रहेको हुनाले टिकट हाफ रहनेछ र ती 2 दिन पनि नेपाली चलचित्र आबाट आमाले नेपाली बक्स अफिसमा उछाल मार्नेछ, एकलौटे कब्जा गर्नेछ र 6 र 7 गते पनि फेरि सरकारी बिदा परेको छ र ती 2 दिन पनि नेपाली चलचित्र आबाट आमाले नेपाली बक्स अफिसमा एकलौटे कब्जा गर्नेछ र नेपाली बक्स अफिसमा उछाल मार्ने देखिन्छ। यसरी सरस्वती हेर्दा चलचित्र आबाट आमाले यसपटक रेकर्ड तोड कमाइ गर्दै नेपाली बक्स अफिसको एउटा रेकर्ड तोड्नेछ। सम्पूर्ण दर्शकबिनहरूलाई म के भन्न चाहन्छु भने यदि तपाईले हाम्रो युनिक च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरेर हामीसँग जोडिन नबिर्सिनु होला किनकि दर्शकबिन हामीले यस च्यानलबाट यस्तै नयाँ ताजा अपडेटहरू लिएर आउनेछौँ। नेपाली बक्स अफिस कलेक्सन, नेपाली फिल्म सम्बन्धी न्युज, एक्टर बायोग्राफी सम्पूर्ण जानकारीहरू लिएर आउने हुनाले तपाईहरुलाई धेरै कुराको नलेज हुनेछ, धेरै कुरा थाहा पाउनुहुनेछ। त्यसैले हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिन नबिर्सिनु होला। थ्यांक यू फर वाचिङ भिडियो। बाइ बाइ।